नमस्कार जयमसी सबैजनालाई मेरो नाम सालङ गुरुङ र आज मेरो भ्लगमा म तपाईलाई धेरै स्वागत गर्छु र आज म अब गाउँको घरतिर भात तरकारी पकाउने सुरुवात गर्दैछु। अब दाल थाल्नु पर्यो। पहिलोचोटि दाल खाँदा हल्के रमाइलो आहा। अब यहाँ दाल हालिसकेको अवस्था अब गएर पानी हाल्ने गाउँलेको धारा यस्तो लामो पानी गाउँको धारा सुक्ला तर यो मेरो बाउको मम्मी र घरको बाउको धारा हो। दाल छाम्नु जाँदैछ। ल अब तेल बिसा नुन हाल्नु पर्ने रहेछ। धेरैचोटि पनि तर गाउँमा एकचोटि आज फर्स्ट टाइम ब्लगमा त्यही कस्ता अब म बेसार नुन प्लस हाल्दै सुरुवात गर्दैछु। ल यो मेरो नानी क्रिन्जल मामु भन्छ मैले नि नाक छैन तेरो लुगाको गाउँको घर यस्तै त नधुवा काम छ रे। नुन कति चम्ची हाल्नलाई 2 चम्ची 1 चम्ची नुन सकिन्छ 2 चम्ची तर प्लस उता नुनको प्याकेट सबै खान्छ डमडम नुन हालेको हो। दाल हाल्ने अवस्था के छु के साथीहरू लाइक र सब्सक्राइब चाहिँ गर्न नबिर्सिदिनु होला। यस्तो दुःखले बनाउँछु। विनोदहरू नि यही गाउँमा आउँछ। आमा अब आमा मेरो काठमाडौँको बाबु जस्तो भन्नु। अब मैले नि यहाँ भ्लग बनाउनु अस्ति नैबाट सुरु गरेको थियो। यति हाल्छु अब जाने लाइक सब्स्क्राइब नि गर्नु भन्छ हाम्रो लाइक कमेन्ट लाइक कमेन्ट आगो बाल्यो यो कुकर हाल्यो ढक्कन तर हस् अब यहाँ चामल पनि धोएर लिएर आइदिइसक्यो रहेछ। यी गाउँको यस्तै फोहोरहरू त युज गर्ने भने अब भात चाहिँ मिठो। अब छोरी हाल्यो अब आगो बाल्नलाई आमालाई बोला त ल अब दाउरा टिप्नु पर्यो आगो बाल्नलाई। आगो त्यसै बोल्दिनँ तर यो दाउरा चाहिँ पानी पऱ्यो बेला अब यही खासै मिसै घरतिर यस्तै घर पनि भत्किहालेछ पट्टै मस्तो बल्ने मान्छे उभिएपछि यस्तै घर त्यसै बोल्दैन आगो मट्टीटेल पार्टी जिन्दाबाद आइटर प्लस सिगरेट खाला जस्तो ला खानु म त्यस्तो खानु मान्छे सुझु मान्छे मट्टीटेल निलो छ सुँग्दा मै खानु जस्तो ला तर के गर्ने आगो बाल्नु मेरो मुखबाट आगो बल्छ बोले आगो मस्तो दाइले फालाउँछ कि ल अब त आगोको धुँमान भइहाल्यो। अब यो लाइटर यहाँ राखिहाल्यो। अब एकछिनपछि अब भात चलाउनु पर्छ। ल अब यो चाहिँ भात चलाउनु पर्ने हो। अब यो अलिपछि यसले चलाउने हो। ल अहिले चाहिँ यहाँ राखेँ। अब टमाटर सबै काटकुट गर्नु पर्यो तरकारी पकाउनलाई। टमाटर ढोलाको अवस्था अब धुने यसरी धुने होइन भने फेरि अघि म यही अघि पौडी खेलेर आएको। अब के गर्ने भने ल जाउँ अब म टमाटर काट्न लागेको अवस्था। अब गाउँघरको यस्तै चपिङ बोर्ड पाएँ के अरे अब काट्न लाग्यो। साथी यो हाँसीले काटेन यो चक्कुले काटेन। अब यो चक्कुले हेरिदिनुहोस् ला तर के नि बोल्ने लखड्ला जस्तो छ तर यो हाँसीको कस्तो राम्रो छ। मेरो बाउको हड्डीले काट्यो अन्त यसरी काटेको मजाले काट्यो अनि चुहाट डोन्ट फियर आई एम हियर भने जस्तो। अब यो चुहाट गर्दा खुर्सानी बसा दिदी
अब मैले टमाटर काटेर त भयो अब त्यो दालको खिचडी बनाउन दाल पनि पाइसक्यो अब प्याजको पाली यसो धुवाउने कसरी पकाएर ल्याए आमाले र दिदीले र मम्मीले र मैले टमाटर काट सुरु गरेँ मैले अब यता काट्दैछु क्यारे साथी हो यो पछाडि नै फालिदिएँ मैले त्यसै जाऊ त्यसै जाऊ खा माछा भने फाल्नु काट्दा काट्दा धुलो पनि भयो आँसु पनि आयो खै अब स्कुल हालेर आमाहरूले भन्दा प्याज काट्दा गयो हात साथी हो हात काट्यो अब सिधै लाउने क्या कोहीलाई हिँड्नु त हिँड्दै काटिन्छ प्याज काट्दा अघि अब तरकारी बनाउँदा हार नखाएको बाउको छोरा नि को डराउँछ नि हात काट्यो आज कसरी भात पकायो पानी छ 3 2 के होइन मिस्टर मैले यस्तो अब जिरा मसला स्टाइल अब यहाँ अब प्याज हालिसक्यो अब यो टमाटर हाल्नु पर्यो दिस इज माई स्टाइल मसलामा आउँछ अब सोयाबिन हाल्ने पालो भइहाल्यो यो अब यस्तो भइसक्यो अब सोयाबिन खाउनु पानी हालेँ म अलिकसम्म चलाइरहेको थियो मेरो क्यामेराम्यानलाई अलिक धुवाले पिँदैछ मलाई त केही भएन मस्तो मटले के हुनु आँखामा मात्रै आँसु आउँछ थोडा थोडा होता है सम्झाऊ तुम्हें उमलाई यस्तो भने उसार्नु पर्यो के हो यस्तो भात बुढी मले त्यसरी पानी हाल्दैछ क्या माटो नै फेरि यति लाग्यो खै प्लिज गिभ मी वार्निङ वाटर सोयाबिन निकालेपछि अब यस्तो भइसकेको छ ग्रेभी सोयाबिन यस्तै हो र सबै ग्रेभी यसरी हाल्नु गाईहरूको गरम पारा यही हो भन्छ कि साथीहरू म त्यस्तो फेरि झलक लगाइसकेछ ओ नुन भाइ सलाम रकी भाइ नुन हेर्दा मसला हाल्नुहोस् मेरो गाफर नभए तिमीलाई म कुर्दिन्छु 1 to 1 अब तपाईँलाई यस्तो सोयाबिनको ग्रेभी खान मन लाग्यो भने यहाँबाट सिक्नुहुन्छ मैले के हालेँ अब ग्रेभी होइन रहेछ खास स्त्री खास यो स्ट्री फ्राई रहेछ मैले झुकेर ग्रेभी भन्दै अब पाक्न आयो अब पाकेन अब यो पाकिसक्यो रहेछ अब यो यस्तो यो गम्छा लगाइदिनुलाई गम्छा नि राम्रो अब यस्तो भने ग्यास ल
आज मैले अब भात तरकारी सबै पकाएर भइसक्यो अब एकछिनपछि गम गम बसेर खाने हो अनि भुँडी दिएर सुत्दियो अब के होइन अब भात तरकारी पकाइसक्यो अब बाउहरूले नि अब घाँस पान गर्दैछ उता बाउ अब यता आउँदैछ अब यता आमाहरू जुमीहरू यतै छ अब एकछिनपछि अब म बिदा दिन सक्छु तर तपाईँलाई राम्रो नलागिन हाँसलाई नि कमेन्ट्सलाई नि तर लाइक अनि सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु र सेयर पनि गरिदिनु होला यति भन्न चाहन्छु आजको दिन मेरो हात काट्ने रहेछ तर मैले राम्रोसँग भात तरकारी पकाउन सक्यो तपाईँको लागि धेरै धेरै धन्यवाद अब म यहीँ अन्त्य गर्न चाहन्छु लाइक कमेन्ट मैले अघि नै भनिसकेँ अब यो धेरै धेरै धन्यवाद हेर्न मलाई नहेर्नु हेर्न मलाई नि हेरिरहनु तर लाइक चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज म अझै उपर मान्छे बन्नु जान्छु कि माथि विनोद हरान टप्नु पऱ्यो कि धन्यवाद।